तो हेलो गाइज, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ मैले एउटा न्यू ब्लग लिएर आइसकेको छु, जुन चाहिँ अहिले कार्तिकको कराकरको छ। त्यही पनि मैले भिडियो हाल्न भ्याएको थिइनँ र आज अपलोड हुँदैछ। हेर्दै गर्नु होला कस्तो छ, के गरेको छु सबै त्यहाँ भएको छ, हेर्दै गर्नु होला। त्यो गाइज, अनि मैले चाहिँ ढाँडा टपाउँदैछु। अङ्कल र मैले ढाँडा टपाउँदैछौँ। आजको रमाइलो यही हो, आजको भिडियो यही तर्फ रहेको छ। खाँदैछौँ, यताउति गर्दैछौँ। अब चाहिँ यहाँ गएका छौँ दुईजना। के गफ भइरहेको त्यो नि सुनौँ है त। अनि चाहिँ अहिले हान्दैछौँ। ल गाइज, कार्तिकको कराकरको गाइज कुयो परल है गाइज। अब ल गाइस, कार्तिकको कराकर हटाउनु कमाउन सकिएन भने यसरी आउँदैछ यता भुक्यो पनि नबस्नु होला। यो बस म त अब गइहाल्ने कहाँ आउँछ नि गएर हाल्ने गइहाल्ने हो भने त सुकेको मात्र खाले के त अब पोखरा भाडा कोठा खोजेर रेडी छ। ए खोइसक्यो अब जाने मात्रै म बस्ने झ्याप्प मैले रोप्थेँ मैले बस्दिनँ। घर बसेर त सिट त चाहिन्छ क्या। दुईजना एकजना साथी पाइदिए दुईजनाले मिलेर रोप्छ नि भन्नुहुन्छ। चित्त नबुल्ला चित्त नबुझेपछि भोलि बिहान कुरो खान्छ हाम्रै होला। फेरि यस्तो साथी खोजिएर भने यस्तो आफ्नो साथी आफैले खोज्नु पर्यो हो नि। भोलि हल मिलेन अन्त हलो भाँच्ला नि त गाइजहरू। यो घुइ सोनी हो कि यो सोनीहरूलाई घुइ भन्छ। यस्तो पाराले कता खाने यो हामै पाटै रहेछ। लु भइयो सुइकै सुरा लाएर ती ल कति दिन भयो? 12 दिनको दिन कुनियो खोलियो। यो यस्तो भएछ, उम्रिएछ सबै उम्रेर जमरा भइसकेको छ। अब अर्कोचोटिलाई रोप्नै नपर्ने भयो, छ नै बिउरै राख्नै नपर्ने भयो क्या। यहीलाई रोप्ने हेर्नु यो हान्ने नै कोही त झर्दो रहेछ। यो त चामल त झरे पनि काम छैन। सिर्नु अब ल हान्नु त अङ्कल कस्तो हानौँ त एकचोटि। डल्लो गरेर बस्छु। गाईहरू होइन गाई गाई चाहिँ क्या गाई गाई भने होइन गाई उल्टो झरेन नि। झर्न पनि झर्न जरा छ नि त। जराले च्यापेसँग त नि कति दिन 7 दिनको दिन यस्तो भयो भने त डरै हो पनि यस्तो भयो त। ल फाइनली गाई चिया खाने बेला भइसकेको छ। यी चिया यहाँ डिङ्गला चिया छ। मैले चाहिँ ल गाइज यहाँ खाने है। ओ गाइज खाजा खाइयो। अब चाहिँ ड्याम फटायो। अङ्कलले हाल्दै हुन्छ यहाँ हान्नु त अङ्कल। ल चट्ट लाएर लो है गाइज, लो है। आहा गाइजले हिर्काइदियो नि डरो। ल यहाँ अङ्कलले नि हेर्दा त्यहाँ त्यस्तो बाँधियो। अनि आजको चाहिँ भ्यू सर लाएर ल है गाइज। माथितिर बादल ड्याम पनि भइसक्यो। ल गाइज सेता रोटी खाछन् गाइज। गाइज यहाँ चाहिँ मुठा बार्दैछ न गाइज। ल अङ्कल कसरी मुठा बार्ने? ल सिकाइ यसो हेर्नु पर्यो। अब गाइज सेता रोटी सिकाऊ है। ल गाइज है यहाँ गर्ने स्वाद त रुने यसो गर्ने अनि पलाएर मुठालाई कसक्क पारेर यसो गरेर घुमाएर स्वाद त घुसार्ने अनि ल र झ्याम यसरी फाल्दिने। यल्ला हबीबी सुरा अरे भाई क्या मारते हो तुम भी। चलो दोस्तों अब हम चल रहे हैं इधर हटाने के लिए चल रहे हैं दोस्तों। देख के जाइए आप लोग क्या क्या होता है। आपको अपडेट देते रहेंगे।
गाइज यहाँ चाहिँ यस्तो हो कि त्यस्तै छ। अझ भित्र चाहिँ कस्तो होला हामी हो हेर्दै चाहिँ कस्तो कस्तो हुँदैछ अहिलेको धान चाहिँ गाइज हेर्न सक्नुहुन्छ यहाँ ए गाइज अहिलेको धान चाहिँ नहोला जस्तो छ गाइज है गाइज। ल गाइज आज ठटाएर भ्याइयो अब चाहिँ अब यति रह्यो ल गाइज। हाम्रो धानको रास 5 हलको मेलाको रास 5 हलको रास त पुरै होइन नि त आज त भन्न त पाइयो नि। माथि नजा माथि जाने ल गाइज यहाँ भाइ उफ्रिँदैछ ल। वाओ भेरी नाइस गाइज। ल गाइज अङ्कलले एउटा दुईटा केही शब्द भन्नु गाइज आज कार्तिकको आज कति गते 20-21 त्यो गाइज अझसम्म काम गरेर भ्याइएको छैन। अब हिँड्दैछौँ अझै छ अब कति छ अझै छ अब त्यही त्यो भारी त भ्याइयो अब त्यही यताउति भाँडाकुँडा छन् लिएर आउने अनि अब त्यहाँ अलिअलि के गर्न मिल्छ गर्ने अनि अब होला भ्याइयो। अब अर्को भोलिको दाई पनि सकेसम्म देखाउन पाइयो भने देखाउँला हेर्दै जाऊँ। अब भोलिबाट त दाई हुन्छ होइन ले आउँदो रहेछ है आउँदो रहेछ।